हेलो गाइज गुड मर्निङ के छ सन्चै आराम हुनुहुन्छ भन्ने आशा गर्दछु। म पनि सबै ठिकै छु। अनि के कस्तो अवस्था हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? आज पनि मैले छोटो भिडियो क्लिप्स लिएर आइसकेको छु। तपाईँहरूको माझ मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अहिले चाहिँ बिहानको टाइम छ। बिहानको टाइममा हामी चाहिँ यसरी बसिरहेको छ लाइनमा। अब खाली हुनको लागि लाइन बसिरहेको। म चाहिँ साउदी अरब खमिसबाट अहिले। अनि यो चाहिँ हाम्रो सबै गाडीहरू लाइन लाएर बसेर अब खाली गर्ने हो। हाम्रो बिहिबार लोड भएको गाडीहरू हो। अनि शुक्रबार खाली भएन, आज शनिबार हो। शनिबार अब खाली हुने टाइम भइसकेको छ। यसरी हामी लाइन लाएर बस्छ। यो चाहिँ मेरो गाडी हो है, देख्न सक्नुहुन्छ। म चाहिँ भित्र जाँदैछु, भिजिट गर्दैछु। मेरो चाहिँ मान गाडी हो है। ठिक छ, गाडी चाहिँ ठिकै छ, त्यस्तो नराम्रो छैन। अनि यो चाहिँ गाडीको लुक्स हो भित्रको है। यो चाहिँ सुत्ने अनि यस्तो छ। यसमा चाहिँ चलानीहरू राख्ने है, फटौरा भन्छ त्यतिर, फटौरा राख्ने यसमा चाहिँ। अनि यता चाहिँ फ्रिज छ। यसमा फ्रिजमा चाहिँ खानेकुराहरू राख्ने हो। यसै यहाँ चाहिँ काँक्रो छ, टमाटर छ, अनि यता सुन्तला छ है, देख्न सक्नुहुन्छ। यो चाहिँ स्टक सामान हो, अब बाटोमा खान लागि है। यसरी बन्द गरेँ मैले। अनि यता चाहिँ यो टाइम हेर्न पनि मिल्यो, यसमा चार्ज गर्न पनि मिल्यो है मजाले। यहाँ अगाडि चाहिँ यस्तो देखिन्छ है। हेर्न सक्नुहुन्छ। यो माथि चाहिँ सामान राख्ने ठाउँहरू छ। यसरी यस्तो छ है गाइस, सामान राख्यो यसरी है। दुईवटा तिनवटा बक्सहरू छ यहाँ, दुईवटा देख्न सक्नुहुन्छ। यससँग तीनवटा। यता पनि सामान छ राख्न मिल्यो भन्ने। यता पनि अर्को छ। अनि यता चाहिँ यो यसमा चाहिँ के छ प्राथमिक उपचारको लागि है। यो चाहिँ यस्तो सामान हुन्छ मेडिकल प्राथमिक उपचारको लागि। प्लसहरू यसमा कैँची पनि छ। अनि यो हो, योमा पनि रहेछ सामानहरू, सबै सामान छ है यसमा। ग्लभ्स पनि छ, पन्जा। यो चाहिँ अनिवार्य राख्नुपर्छ यहाँतिर गाडीमा, अनिवार्य नै हुन्छ। यो भएन भने पनि चेकिङ हुन्छ अरे यसको पनि। अनि भिडियोले अन्तिमसम्म हेरिने सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। भिडियो मन परेमा सेयर पनि गरिदिनु होला। अनि यस्तै जानकारीमूलक भिडियोहरू म ल्याउने प्रयास गर्नेछु है त। सबैजनालाई धेरै धेरै धन्यवाद। भिडियो